चाहन्छु सम्पूर्ण मिडियामा र आज चाहिँ हामीसँग महानगरपालिकाभित्र भएका गतिविधिका विषयमा आफ्नो आवाज राख्नको लागि अतिथिको रूपमा आइसक्नु भएको छ गोपाल थापा हुनुहुन्छ। सर, सम्पूर्ण मिडियामा स्वागत छ यहाँ। हस्, मेरो पनि। अहिले जुन महानगरपालिकाभित्र जसरी पनि एउटा विवादित विषयहरू निस्किरहेको अवस्था छ, तैछाड मैछाडका कुराहरू भइरहेको छ, कसरी निहाल्नु भएको छ सर? अब यो कुरा चाहिँ कस्तो भन्नु होला भने सबै लोभी र पापी, त ठुलो र म ठुलो, हाम्रो र तेरो भन्न लागि भएको हो। एउटा कुरा हामीहरूले के चाहिँ गर्नुपर्छ भने महानगरका आम एउटा तपाईँको जनताहरूले के चाहिँ हेरेको छ भने जसले राम्रो गर्छ, जसले विकास गर्छ। अब हामीहरूको त यहाँ राम्रो छ भन्नु भने विकास चाहिएको होइन, विनाश रोकियोस् भन्न पनि आग्रह गर्नुपर्ने अवस्था छ। र मैले हेर्दा सरासरी हेर्दाखेरि तपाईँको निष्पक्ष र एउटा स्वतन्त्र नागरिकको हिसाबले के बोल्न खोजिराखेको छु भन्दाखेरि आजसम्म 35-37 वर्षसम्म महानगर नभइकन केही पनि नगर जस्तो एउटा सुगन्ध नभए दुर्गन्ध रोपिएको ठाउँमा आज बालेन्द्र शाहले आएर एउटा सुगन्ध रोपेर नयाँ नयाँ किसिमका पुराना बाबुबाजीको सनातनमा फलेचाहरूदेखि निर्माण गर्ने, पुराना तपाईँको नक्साअनुसार तपाईँको खोला नालाहरूदेखि लिएर सबै बनाउने। होइन, मलाई एउटा कुरा चाहिँ के अचम्म लागिरहेछ भने जसरी महानगरपालिकाभित्रमा अहिले जुन गतिविधिहरू चलिरहेको अवस्था छ, सबैले बालेनको हाई हाई गरिरहेका छन्, काठमाडौँ महानगरपालिकाको चाहिँ हाई हाई गरिरहेको छ। तर 6वटा महानगरपालिकामध्ये पहिलो महानगरपालिका त तपाईँको चितवन महानगरपालिका भयो नि त, भरतपुर महानगरपालिका भयो नि त। यदि बालेन शाहले राम्रै काम गरेका थिए र काठमाडौँ महानगरपालिकाभित्र राम्रै काम भएको थियो भने पहिलो नम्बरमा आउनु पर्थ्यो होला नि त सर, होइन र? होइन, अब यस्तो त कुरा के भन्नु होला भने एउटा हिजोदेखि एउटा राजधानी, एउटा केन्द्र भनौँ, एउटा खास भन्नुहुन्छ भने अहिले सङ्घ भनेकै नाताले पनि एउटा हिजोदेखि तपाईँको उपत्यकाभित्रमा सबैभन्दा पहिलो स्थानमा काठमाडौँ महानगरपालिका परेकै हो, होइन? अब त्यो हिसाबले चाहिँ कुरा भयो होला। अहिले तपाईँको महानगरमा तीव्रताका हिसाबले अहिले रेणु दाहाल मेयर भइसकेपछि त्यहाँ पनि अलिकति अग्र रूपले विकास निर्माणका कामहरू भएको हुनाले महानगरको नाम उहाँबाट पनि आउँछ। आउँदै चाहिँ के भन्नु होला, जसले राम्रो गर्छ, जसले जनताका एउटा मतदान लिएर जनताको एउटा अधिकार लिएर म्यान्डेट लिएर गएको छ, त्यो भन्दा पनि राम्रो काम जो कोहीले गर्छ, हाम्रो लागि त कोही पनि दुश्मन होइन नि। हाम्रो लागि त के भन्दाखेरि विकासको सट्टा हुन सक्दैन भने बरु विनाश रोकियोस्, हुन्छ भने विकास होस्। अब अहिले तपाईँको हेर्नु शिक्षा, स्वास्थ्य, बाटोघाटो, एउटा बिजुली भयो भने हामी नेपालले विकास त पुगेकै छ, होइन? अब यहाँ त विनाश भएर तहस नहस भएको अवस्था रोकिनु पर्ने हो। तर मेरो चाहिँ भनाइ लिएर तपाईँले सोधेको कुरा चाहिँ के भन्नु भने महानगर हिजोदेखि काठमाडौँको महानगर एउटा नामाकरण गरेर उपत्यकाभित्रको महानगर हो र अहिले त्यसकै अलावा अहिले चितवनमा हाम्रो महानगर उहाँ पनि भएको कारणले रेणु दाहाल। एउटा आरोप के छ भनेदेखि तपाईँको बालेन शाह जस्तो भिजन भएको व्यक्तिमाथि कुनै पनि काम गर्न दिएनन्। उहाँसँग राम्रो भिजन थियो तर उहाँलाई चाहिँ कुनै पनि काम गर्न दिएन भनिरहेको आरोप छ एउटा, होइन? तर उहाँलाई हिजोका दिनमा पनि त रोक्ने छेक्ने प्रयास त भएको थियो नि त। तर उहाँ त्यो रोकाइ छेकाइले कसैको डर धम्कीले उहाँ नडराइकन चाहिँ आफ्नो कामहरू चाहिँ अगाडि बढाइराख्नु भएको थियो। तर यो पछिल्लो अवस्थामा उहाँले यसरी महानगरपालिकाभित्रको कामकाज छोड्नुको अर्थ चाहिँ के रह्यो क्या? यो अर्थ चाहिँ एउटा कुरा के भन्दाखेरि हेर्नुहोस्, जति गरे पनि जस नसस खरानी घस, जे गर्दा पनि तपाईँको नहुने, राम्रो गर्न खोज्दा पनि नहुने, यत्र आजसम्म कसैले गर्न सक्यो 35-37 वर्षसम्म गर्न सक्यो काम गरेर अगाडि बढाएर सारा जनतादेखि लिएर देश राष्ट्र अन्तर्राष्ट्रमा देखाउँदा पनि नहुने, होइन? आखिर दल र पार्टी र सारा कार्यकर्ताहरूले तपाईँको राम्रो कामको प्रशंसा नगर्ने, आफ्नो दल र पार्टीको मात्रै कुरा गर्ने, आफ्नो मात्रै लबीको कुरा गर्ने, त्यो अलिकति किनभने राम्रो कामको चाहिँ हामी सबैले मिलेर प्रशंसा गर्नुपर्छ। चाहे जुनसुकै जनप्रतिनिधिले पनि भन्नु पर्ने ठाउँ यहाँ के भयो भने दल बल तपाईँको पावर तेजका कारणले उहाँलाई अलिकति धेरै कुराको डिस्टर्ब भयो। डिस्टर्बै हुन्छ भने म चाहिँ किन यो दुश्मनी खेपिरहनु पर्यो, हेरौँ न त के गर्न सक्दो रहेछौँ, के गर्दा रहेछ त, म बिना अरूले पनि गर्न सक्छ भने चुप लाएर बस्छु, एउटा न्युट्रल बस्छु, अलि समय म हेर्छु पनि भन्ने चाहिँ तपाईँको जो कोहीलाई जति गरे पनि केही सिप नलाएर जसै नदिइसकेपछि त ल कसले गर्ने त, हेरौँ न भनेर बसेको कुरा हो। उहाँ एउटा भिजन पनि भएको, उद्देश्य पनि भएको, सम्पन्नता पनि भएको, एउटा विज्ञ पनि भएको, एउटा इन्जिनियर पनि भएको, जो कोही तपाईँ हामी सबैलाई पनि थाहा छ। त्यो आधारले उहाँले गर्न खोजेको ठाउँमा राम्रो कामको हामी प्रशंसा गर्छौँ, गर्नलाई हामी सबैलाई सहयोग गर्छौँ भन्ने कुरा सम्पूर्ण आम नेपाली जनता र जुनसुकै दलका जनप्रतिनिधिहरूले पनि साथ दिनुपर्ने ठाउँ, सहयोग गर्नुपर्ने ठाउँ असहयोग भएको कारणले चाहिँ उहाँलाई अलिकति भित्र आत्मादेखि नै चित्त दुखेर आएको चाहिँ अवस्था यो हो। भनेको कुनै पनि जनताहरूले चाहिँ अहिले बालेन शाहलाई जुन तरिकाले साथ सपोर्ट गरिरहेका थिए त्यो साथ सपोर्ट चाहिँ बालेन शाहले अहिले पाउनु भएको छैन काम गर्नको लागि।
जनताबाट पाउनु भएको छ, जनताबाट नभएको होइन। के कारणले चाहिँ उहाँले काम गर्न रोक्नु भएको? रोक्नु भएको कारण के भने जनताबाट नै निर्वाचित भएर गएका जनप्रतिनिधिहरू उहाँहरूले साथ दिनु भएन। कुनै पनि अहिले मतदाता जनतालाई चाहिँ कुनै पनि हिसाबले दोष छैन। बिचरा उहाँहरूले त जनताको ठाउँबाट जनताले गर्नुपर्ने, जनता जनार्दनै भएर काठमाडौँका महानगरका जनताले अहिले पनि हेरेको छ, भोलि पनि हेर्नेवाला छन्। उहाँहरूले किनभने राम्रो कामको जहिले पनि सहयोग गर्नुपर्छ। हामी के जहिले भो अर्काको गुणगान नचाहिँदो कुराको दलको बलको शक्ति र त्यसको गाउने हो, राम्रो कुराको गाउने हो नि भन्ने कुरा त आम नेपाल हाम्रो महानगरका जनतालाई दोष दिनु मिल्दैन। जनताले नै निर्वाचित बनाएर पठाएको जननिर्वाचित अब जो वडा कार्यालयका जुन जनप्रतिनिधि हुनुहुन्छ उहाँहरूले चाहिँ किनभने राम्रो कामको लागि हामी पनि सपोर्ट गर्छौँ भन्नु पर्ने विभिन्न अब के कारणले होला, प्रतिशोध होला, या के होला, दायाँ बायाँ के छ, के कारणले होला, त्यो कारणले उहाँहरूले चाहिँ असहयोग गरेको कारणले उहाँ पनि अब म पनि अलिकति समय हेरौँ न त के हुँदो रहेछ भनेर अलिकति चुप लागेर बसेको अवस्था देखिन्छ। भनिसके पछाडि अब बालेनको फड्को के होला त? अब बालेनको फड्को अलि समयपछि उहाँको फड्कोले कुनै कुराको अड्को रहँदैन। उहाँले सम्पूर्ण कुराको लागि तपाईँको अड्को फुकाएरै जानुहुन्छ। उहाँ एउटा बुद्धिजीवी व्यक्ति हो, उहाँलाई थाहा छ केही समय किन भन्नु होला भने अलिकति रिसको झोगा बाहुनले बेत पर्दैन भनेको जस्तै जति गरे पनि जस नहुने भएर अलि अवस्था आएपछि होइन, हामी सबैमा एउटा कुरा के थियो भने बालेन शाह चाहिँ एकदमै चोखो हुनुहुन्छ है, बालेन शाहले चाहिँ तपाईँको कुनै पनि भ्रष्टाचार गर्नुहुन्न भन्ने एउटा थियो नि त जुन विचार थियो। तर अहिले चाहिँ महानगरपालिकाभित्र जसरी बालेन शाहले चाहिँ आफ्नै लिफ्ट बनाउनु भयो, त्यही लिफ्टमा चाहिँ 4 करोडको भ्रष्टाचारको आरोप लागेको छ बालेनमाथि। होइन अब हेर्नुहोस्, यो आरोप प्रत्यारोप त हामीहरूको यहाँ राम्रो काम गरेर अगाडि बढ्छ र त्यसले जस पाउँछ, त्यसले राम्रो गर्छ, यसले अग्रता लिन्छ, यसले कार्यकर्ता बनाउँछ, यसको भ्युज जान्छ, यसका सक्रिय सबैतिर यसको आकार बढ्छ भनेपछि चाहिँदैन गतिविधि तपाईँको यो बौसी लाग्ने, रिस गर्ने, डाहा गर्ने, छुच्चो लुच्चो प्रविधि त हिजोदेखि नै भएर आएको होइन। त्यस कारणले मात्रै हो उहाँलाई चाहिँ एउटा कुरा म चाहिँ के भन्न चाहन्छु भने कुनै पनि कुराको कठिनाइ हुँदैन। हो र यदि सत्य तथ्य यथार्थ निष्पक्ष छानबिन हुनुपर्छ, हो भने कारबाही हुनुपर्छ, होइन भने जसले पनि चाहिँदा नचाहिँदा गरेर राम्रो काम गर्न खोज्ने व्यक्तिलाई आरोप प्रत्यारोप गर्नेलाई पनि तपाईँको गाली बेइज्जती सम्बन्धीको मुद्दा र कसुरमा चाहिँ कारबाही हुनुपर्छ। अहिले तपाईँको 753वटा पालिकामा चाहिँ बजेट छुट्टिँदै गर्दाखेरि जसरी बजेट छुट्यो तर अहिले महानगरपालिका काठमाडौँ महानगरपालिकाभित्र चाहिँ तपाईँको बजेट छुट्टिनलाई गाह्रो परिरहेको अवस्था छ। बजेट ल्याउन सकिरहेका छैनन् बालेन शाहले। अब यहाँ यस्तो छ, महानगरपालिकामा काठमाडौँको महानगरपालिकामा बजेट ल्याउन नसकिएको होइन, बजेट ल्याउन तपाईँको राम्रो छ भन्ने हो भने बजेट ल्याउन तपाईँको नदिएको नखोजिएको, अब बालेन शाहको एउटा बेइज्जती गर्न खोजिएको, अपमान गर्न खोजिएको, उहाँको कार्य सफलतालाई विफलता बनाउन खोजिएको, दुनियाँ राजनीतिक प्रतिशोध लादिएको, यो कारणले गर्दाखेरि बालेन शाहलाई यस्ता कठिनहरू साह्रो गाह्रो मान्छेहरूले पार्दै आएको राजनीतिक प्रतिशोध हो। तर पनि जतिसुकै पारे पनि प्रत्यक्ष हिसाबले जनताले नै यो कुरा बुझुन र देखाउन् भन्ने एउटा बालेन्द्र शाहको दृढ एउटा आत्मा देखिने त्यो विचार छ। त्यही कारणले पनि उहाँले पनि त एकखेर त अब अप्ठ्यारो परेपछि त सबै जनताले आवाज उठाउनुहुन्छ होइन। त्यही कारणको उहाँले पर्खाइ बसेको मात्रै हो। यदि हो र उहाँले गरेको भ्रष्टाचार ठहरिन्छ, कुनै अप्ठ्यारो कठिनाइहरू हुन्छ भनेदेखि उहाँलाई जुनसुकै सजाय भोग्न पनि उहाँ तयारी हो। होइन भनेदेखि जुनसुकै लान्छना लाएर अर्काको इज्जत बिज्जत गरेर गालीजी बेइज्जती गरेर अगाडि बढ्न जनताहरूको आँखा जसले छारो हाल्न खोजिएको छ तिनीहरूलाई चाहिँ हदैसम्मको सजाय र कारबाही हुनुपर्छ पनि भन्न म चाहन्छु। होइन, बालेन शाहमाथि यतिका आरोप लाग्दै गर्दाखेरि कतै हामीले भन्न सकिन्छ कि बालेन शाहलाई नेपाली जनताले चिनेनन् या नेपाली राजनीतिले चिनेन। तर बालेन शाहको त यतिखेर इन्टरनेसनल अवस्थामा त तपाईँको चौतर्फी आलोचना हुँदै आएको छ। चौतर्फी चाहिँ तपाईँको राम्रो काम गरेको छ बालेन भनेर चाहिँ सबैको आँखामा बस्न सफल भएका छन् नि त। अब तपाईँले भनेको कुरामा के चाहिँ बुझ्नुहोस् तपाईँले भन्दाखेरि नचिनेको होइन, हजुर चिन्न त चिनेको, चिनेर अगाडि बढेर चिनाउन चाहिँ नदिएको उहाँहरूलाई। किन चाहिँ भन्नु होला भने नचिनेको भएदेखि बालेन्द्र शाहको तेज शक्ति पावर एउटा इच्छा आकाङ्क्षा होइन एउटा दृढ आत्मालाई तपाईँको सबैले साकार गर्नुहोस् है, हामी साथ दिन्छौँ। अलिकति ठुलो मान्नेहरू सर्वमान्य जीवहरूले पनि हाम्रो आशीर्वाद छ है, उहाँहरूले केही पनि गर्नु हाम्रो आशीर्वाद छ बाबु राम्रो गर, यो हो नि त भन्नु पर्छ। त्यसको सट्टा चाहिँ अलि माननीय सम्माननीय अलि ठाउँमा बसेका व्यक्तिहरूले पनि हामीभन्दा यो अगाडि जान्छ कि भन्नको लागि नै तपाईँ अलिकति चिनाउन नखोजेर अहिले यो माथितिर नचिनेको होइन कि चिनेर पनि स्वतन्त्र एउटा व्यक्तिबाट चाहिँ स्वतन्त्र एउटा जुन महानगरपालिकाको मेयरबाट सिङ्गो राज्य डराएको हो भन्न सकिन्छ। होइन, राज्य डराएकै हो। किन राज्य डराएको हो भनेदेखि राज्य नडराएको भए त राम्रो गरोस्, हामी आशीर्वाद दिन्छौँ। राम्रो गर्ने जो कोहीले पनि आउनुहोस्
हाम्रो एउटै परिवार हो, हाम्रो एउटै राष्ट्र हो। जसले पनि एउटा देश र जनतालाई एउटा दृढ सङ्कल्पका साथ म आफ्नो काम कर्तव्य गर्छु भनेर अगाडि आउँछ भने सदैव हाम्रो आशीर्वाद र हाम्रो सहयोग छ भनेर अलिकति सम्माननीय व्यक्तिहरूज्यूले बोल्नुपर्ने हो। त्यो बेलामा चाहिँ सम्माननीय ज्यूहरूले यो चाहिँ अगाडि बढ्ने हो, स्वतन्त्र रूपले आएको, अहिलेसम्म हामीले नगरेको 30-35 वर्ष मन लागि भाँडभैल गरेर खाएको होइन, काली मिलेर खाउँ छिरबिरे भाले भने पनि यसले अन्त्य गरिदिनु भयो। सब कुराको पोल खोल्ने भयो, सम्पूर्णको कुरा यसलाई थाहा रहेछ। हामीभन्दा नि बुद्धिजीवी भयो, सबै जनतालाई भुसा थैला सुताएका थियौँ, यसले आएर त चकनाचुर पारेर सबैलाई प्रत्यक्ष देखाइदियो भन्नुको लागि नै मान्छेले अहिले एउटा रेसिपीको कारण चाहिँ आम नेपाली जनताले यही महसुस गरेको जस्तो मलाई लाग्छ। होइन, बालेन शाहमाथि जुन एउटा राजनीतिक प्रतिशोध साँधिँदैछ कि यो स्वतन्त्र व्यक्तिहरूमाथि मात्रै राजनीतिक प्रतिशोध साँधिने हो त? होइन, अहिले जसरी तपाईँको रवि लामिछानेमाथि भइरहेको अन्याय अत्याचार भइरहेको छ, त्यस पछाडि बालेन शाहमाथि जुन प्रतिशोध भइरहेको छ, अन्याय अत्याचार भइरहेको छ, हर्क साम्पाङमाथि त्यही भइरहेको छ, के यो राजनीतिक अवस्था त्यही प्रतिशोध साध्नको लागि मात्रै बसेको हो त भन्ने कुरा होइन? देखियो नै बसेको जस्तो मात्रै, तपाईँको उकास्न होइन भाष्न बसेको देखियो। मैले तपाईँलाई पहिल्यै भनिसकेँ नि, राम्रो कामको प्रशंसा गर्छौँ हामी भन्नु पर्यो नि। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आएर विश्वमा गनाएर दुर्गन्ध फैलाउनु भन्दा त राम्रो कुराले डिमान्ड गर्नु पर्यो नि। अब तपाईँलाई राम्रो छ भन्दा स्वतन्त्र व्यक्तिले त राम्रो गरेर अगाडि बढ्ने त यहाँ चान्सै रहेन। उहाँहरूको त कुनै आधारै छैन। उहाँहरूले राम्रो गर्नुहुन्छ भन्ने बित्तिकै ठुला दलले हेर्नुहोस् बुरो छ क्या, तपाईँको ठुलाले सानालाई सलक्क निल्दिने। अब अर्को कुरा भन्दाखेरि साना दलका व्यक्ति कोही सक्रिय र चाहिँ एउटा क्रियाशील भएर जनताको लागि एउटा रात दिन नभने खटेर हिँडेर अग्रस्थानमा पुग्ने साना दललाई पनि माथितिर जाने दिने ठुला दलले अवस्था देखेन यहाँ। किन त भन्नु होला भने यति साना मिलेर यही अवस्थालाई बुझेर अब अगाडि बढ्न सक्नुपर्छ। के होइन भने स्वतन्त्र व्यक्तिहरू पनि अब एक भएर अगाडि नबढी त नहुने अवस्था छ। चाहे स्वतन्त्रैबाट भए नि स्वतन्त्र विचार राखेर हुने सम्भावना कतिको छ त स्वतन्त्र व्यक्तिहरू? अब हेर्नुहोस् स्थिति परिस्थिति अवस्था व्यवस्थाले त्यो लिएर आउँछ। किन भन्नु होला, तपाईँ हामी जस्तो पनि त अहिले 40औँ वर्ष अनुभव गरेर बसेका मान्छे स्वतन्त्रै छौँ नि, स्वतन्त्र हिसाबले छौँ नि। स्वतन्त्रलाई हामीले पनि एउटा साथ दिन खोजेका छौँ नि। किन भन्दाखेरि नत्र भनेदेखि एउटा कता न कतैको एउटा आस्था राखेको, एउटा लबी बोकेको, एउटा कुनै न कुनै एउटा विचार राखेको व्यक्तिबाट त कुनै एउटा केही पाइएन। त्यसो भएको हुनाले बरु स्वतन्त्रबाटै पाउने रहेछ भने त अहिले त आम जनताले नै यो महसुस गरेको छ र यही कुरो बुझेको छ। त्यही बुझेर यो अगाडि बढ्छन्, हामीहरूलाई अलिकति घाटा लाग्छ। हामी अगाडि बढ्ने बाटो हाम्रो बिग्रियो, बन्दैन, झनै खाल्ला हुन्छ, नराम्रो बाटो पार्छन् भन्नको लागि अहिले राम्रो विचार र विवेक भएका स्वतन्त्र व्यक्तिहरूलाई र साना दललाई खेदिएको अवस्था यो हुनसक्छ। हामी यतिखेर कार्यक्रमको अन्तिममा पनि छौँ। तपाईँलाई भन्न मन लागेका कुराहरू केही छन् भने स्पष्ट पारिदिनुहोस्। होइन, मेरो चाहिँ भने के भने हामी सत्य तथ्य यथार्थ निष्पक्ष जसले विनाशलाई रोकेर विकास गर्न खोज्छ, जसले दुर्गन्धमा सुगन्ध गर्न खोज्छ, जसले आजसम्म 35-40 वर्षसम्म प्रजातन्त्र आएर तातो भुत्लो केही नदेखेको जनतालाई उज्यालो घामबाट एउटा देखाउनु खोज्छ। सारा जनता आएर सबै कुरा लाइभबाट बजेटदेखि लिएर आफ्नो कार्य महानगरको कार्यक्रम सम्पूर्ण बैठकहरू लाइभबाट देखाउन चाहन्छ। एउटा सम्पूर्ण कुरा सम्पन्नता भएर सबै कुरा भएकै व्यक्तिले सबै कुरा छर्लङ्ग पार्न खोज्छ। त्यस्ता व्यक्तिहरूलाई अलिकति चाहिँदैन गतिविधिका लालसाना लाउने आरोप प्रत्यारोप लागेको कुराको चाहिँ हामी आम नेपाली जनताले हो होइन भनेर छुट्याएर चाहिँ अगाडि बढ्नुपर्छ। अन्तिममा तपाईँलाई एउटा क्वेसन सोध्न चाहेँ मैले। जसरी एउटा आरोप लागिरहेको थियो बालेन शाहमाथि, यो सिप मेलाको कुराहरू जोडेको मैले हजुरसँग। जसरी यो सिप मेला लगायो मात्रै महानगरपालिकाको बजेट सिद्ध्याउनको लागि एउटा बाहना गरेको हो। यहाँबाट सिप सिकेर कुनै पनि जनताले चाहिँ यहाँ रोजगार पाउनेवाला छैन भन्दै गर्दा सिजी कम्पनीले बालेन शाहले लगाएको सिप मेलाबाट नै 40जना कर्मचारी मलाई चाहियो भनेर माग आह्वान गरेको छ। कसरी हेर्नु? अब हेर्नुहोस्, यो कुरा त तपाईँको सिप चाहिँ हिजो भन्नुहुन्छ भनेदेखि तपाईँको सिटिबिटीदेखि लिएर सारा हामीहरूको अब तपाईँको सरकारी निकायबाट तपाईँ खुलेका छन्। सिटिबिटीबाट कम्ती तपाईँको ट्रेनिङहरू लिएर आएका व्यक्ति छन्। जस्तो तपाईँको एउटा सिजी कम्पनीदेखि लिएर साराले पनि एउटा के प्रशंसा गर्यो भने तपाईँले सिकाएका तपाईँको सिप र तालिम गरेका तपाईँले गरेका कार्यक्रमबाट मेरो कम्पनीलाई 40जना अहिले आवश्यक परेको छ, मलाई दिनुहोस् भन्नु खोज्दा त एउटा राम्रो विषय हो नि। राम्रो सिप र दक्ष सिप सिकाएको रहेछ भन्ने बुझ्नु पऱ्यो नि। अब यहाँ त के भन्नु होला भने केही पनि नगरी अन्धाधुन्ध भ्रष्टाचार गरेर खाएर केही कर्म नगरेका व्यक्तिहरूलाई एउटाको नाम लिएर भयो नि, एउटालाई उ गरेर भयो भने खाइराखेका व्यक्तिहरूले बालेन्द्र शाहलाई एउटा सिप
सिकाउने एउटा अभियान र सिप एउटा कलाको पनि विरोध गर्ने जसरी हुन्छ माथितिर जान नदिने कुरा हो। अहिले किनभने सिजी कम्पनीले मलाई 40जना कर्मचारी तपाईँको तालिम ट्रेनिङबाट मलाई चाहियो भनेर भन्दाखेरि एउटा बडा सराहनीय कुरा छ, यो राम्रो कुरा छ। तर अब अरूलाई डा भएको छ, त्यो डालाई पनि हो होइन भन्ने कुरा नबुझिकन डा र रिस नगरौँ भन्न चाहन्छु। सन्दर्भको लागि धन्यवाद। हस्, धन्यवाद।